हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज म हजुरहरूको लागि एउटा ठुलो भ्लग लिएर आएको छु। अनि हजुरहरू पनि सन्चै हुनुहुन्छ होला। आज म हजुरहरूको लागि एकदम लामो भ्लग ल्याएको छु। अब मैले नेक्स्ट पार्टमा आफ्नो साइकल देखाउँछु भनेर हजुरहरूलाई साइकल देखाउँछु। अब म देख्नु हो गाइस, यहाँ एउटा पागल छ के। अब मैले भनेको नि लामो भ्लग गर्नको लागि लाइक शेयर सब्सक्राइब गर्न पर्छ भनेर। लाइक शेयर सब्सक्राइब गर्दै हो कि मैले यस्तो भ्लग बनाउँछ। अब म 1 घन्टाको जति पनि बनाउँछु गाइस। हजुरहरू शान्तिदीप स्कुलमा पढ्नुहुन्छ भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला। हजुरहरूले मेरो 2टा आइडी छ। एउटा आइडीको नाम प्रया सर्पन खड्का, अहिलेको आइडीको नाम के थियो अरे मैले बिर्सेँ, छोरा हाडेर आयो के आइडीको नाम पनि। यो पागल यसको नाम हो समीप। झ्याउ लाग्नु थाल्यो एकदम। अरे आमा, यिनीहरू पनि हेर्नु त गाइस यस्तो मोटे। म अब यो साइकलमा बस्छु। साइकलमा बस्छु भने जस्तो देख्छु ल। म अहिले साइकलमा बसेको छु। साइकल उठाएँ यसरी फेरि स्ट्यान्ड लगाएँ। म चप्पल लाउँछु। एउटा चप्पल भयो। अब एउटा चप्पल ल्याएछ। हेर्नु गाइस, अब म ठ्याक्क त्यहाँनिर पुगेँ। ठ्याक्क त्यो गेटनिर पुग्छु म। हेर्नु म साइकल चलाएर यो गेटनिर पुग्छु गाइस। म पहिला सुरु साइकलमा बसेँ। अब साइकलमा बसिसकेपछि मैले पहिला सुरु स्ट्यान्ड लाएँ। अब म यस्तो फर्काउँछु। गाइस थोड़ा हाड गाइस अर्थ मोटे गाइस मैं यस्तो उदा खेल्दा यिनीहरू हो रे रात त बेसला एकदम पागल छ। आफ्नो साइकल पार्किङ यता हो गाइस। यस्तो लकडी सुखी लकडी सुखी लकडी सुखी लकडी सुखी लकडी सुखी लकडी। हजुरहरूको नि फ्राइडे गेम हुन्छ भने नि लाइक शेयर सब्सक्राइब गरिदिनुहोस्। स्ट्यान्ड चाहिँ फेरि यहाँ छ गाइस। स्ट्यान्ड लाइयो। अब झर्छु। अब हजुरको घरमा मकै बारी छ, लाइक शेयर सब्सक्राइब गरिदिनु होला। ओहो, यहाँ एउटा टमाटर खसेछ यार, 2टा खसेको रहेछ। हाम्रो यो पानी ट्याङ्की यहाँ तल यस्तो पानी छ। देख्न सक्नुहुन्छ गाइस, यहाँ तल पानी छ।
साइकल एक्सिडेन्ट भएछ। हजुरहरूसँग यस्तो स्कुटर छ होला भने लाइक सेयर सब्सक्राइब गर्दैन र। यो मेरो साथी सुब्रियाको घर, यो मोटे निम्बु हिँडाको घर, यो निलो अप्सनको घर, अब मेरो बेस्ट फ्रेन्ड साथीको घर युनिटी टोल। युनिटी टोलमा बस्नुहुन्छ भने असीम पोखरेललाई चिन्नु होला हजुरले। ल मोटे चुट्लोहरू बस हेर्न यस्तो फोहोर भयो साइकल। हट्न साइकल हट्छ क्या। मेरो मन्दिर छ, सिमी, मकै, टमाटर, करेला, करेलाको रुख, करेलाको बोट हाम्रो यहाँ छ। वहाँ माथि करेला छ, वहाँ माथि छ हाम्रो यहाँ करेला झुन्डेको। यो मोटे गेन्डे अब यहाँ हाम्रो डल्ले खुर्सानीको छ। यहाँ हेर्न यस्तो मजाले डल्ले खुर्सानी फुलेको छ। यी हाम्रो यो सेतो करेला हेर्नु, यहाँ हाम्रो करेला, यहाँ पनि अरू केही बुढ्दै हाम्रो यता नि मकैबारी छ। मकैबारी धर्याम उता पनि मकैबारी छ। यता हाम्रो हाकिम यसलाई कस्तो गरिन्छ यार, यो फोन चलाउनै आउन्न मलाई। सकेसम्म लाग्छ आऊ। गाइस यस्तो पुरा हान्छ यार यिनीहरूले दुईजनाले। हाम्रो ट्याङ्की, करेला, मकै, गाइस मकै पनि यहीँ छ। देख्नु भने यहाँ छ, यहाँ मकै छ। हाम्रो पनि के थाहा भएन। यहाँ फल्यो के पत्तली और फल्यो। यहाँ पनि कता फलेको छ गाइस। हाम्रो अस्ति मैले करेला टिपेको खै भिडियो बनाएको हो क्या। 1 घन्टा हजुरहरूले नि 1 घन्टामा बनाउनुहुन्छ भने लाइक सेयर बिचीहरूलाई देखाएको गाइस। यसले यो भाइसँग खेल के मौसम यहाँ नआइज। सौरभ जसले चिन्नुहुन्छ भने लाइक सेयर सब्सक्राइब गर्नु होला। मैले नि क्यामेरा बोकेर भ्लग बनाएको गाइस। अब हारा त मैले खाना वहाँ पनि छ यार, वहाँ पनि त्यस्तो। टमाटर बढे मजेदार, टमाटर बढे मजेदार, टमाटर हाम्रो घर यहाँ छ। हाम्रो कोठा
एकदम लाइक शेयर सब्सक्राइब गरिदिनु होला। ब्लगिङ गर्नु सक्नुहुन्छ भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला।